प्रम्प्ट्सले तपाईहरुलाई आफ्नो एन्सरलाई कसरी डिजाइन गर्ने यस्तो खालको ट्रिक्सहरुसँगै एन्सरको मेन पोइन्ट्सहरु पनि हुन्छ। बीए एलएलबी को एन्ट्रान्स एक्जामको नोटिस पनि आइसक्यो। अब यो एक्जामलाई हेल्प हुने गरी एन्ट्रान्स ग्रुपमा के फिचर्स छ म आज भन्छु है त। फर्स्ट, फ्ल्याश कार्ड्स। फ्ल्याश कार्ड्समा तपाईहरुले क्वेशन सँगसँगै छोटो एन्सरहरु इजिली मेमोराइज हुने खालको एन्सरहरु पाउन सक्नुहुन्छ। सेकेन्ड, एमसीक्यू। यसमा तपाईहरुलाई आफ्नो एक्जाममा आउने अब्जेक्टिभ क्वेशन जस्तै डिजाइन गरिएको एमसीक्यूहरु पाउनुहुन्छ, जसमा तपाईहरुले अटेम्प्ट गर्ने बित्तिकै करेक्ट वा इनकरेक्ट थाहा पाउन सक्नुहुन्छ। थर्ड, एसे प्रम्प्ट्स। तपाईहरुको एक्जाममा आउने सब्जेक्टिभ क्वेशन्सलाई लक्षित गर्दै एसे प्रम्प्ट्सले तपाईहरुलाई आफ्नो एन्सरलाई कसरी डिजाइन गर्ने यस्तो खालको ट्रिक्सहरुसँगै एन्सरको मेन पोइन्ट्सहरु पनि दिन्छ। फोर्थ, समरीज। यसमा तपाईहरुले विभिन्न च्याप्टरहरुभित्र भएको टपिकहरुको समराइज फर्ममा क्वेशन र त्यसको एन्सर पाउन सक्नुहुन्छ। यी सबै फिचरहरुको एक्सेस पाउनको लागि र अन्य विभिन्न मक टेस्ट जस्ता फिचरहरुको लागि पनि तपाईहरुले 99 पर्ने डेली प्याक र 299 पर्ने वीकली प्याकहरु एक्सप्लोर गर्न सक्नुहुन्छ। त्यसैले आजै गएर एन्ट्रान्स गुरु डाउनलोड गरिहाल्नुस् र हाम्रो एपलाई ट्राई गरेर तपाईहरु आफ्नो तयारीलाई अझै सशक्त बनाउनुहोस्। ह्यापी लर्निङ।